लास्टे समय त जोनै जान्न खासै अलि खलबली मच्चा छ गोर्खे खुकुरी झुटो होइन पिराती साचा छ मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे हेर्दा दुनिया हसायो दुनिया बसायो झ्यापैमा आउँडेर बाउँडेलाई हड्डी मात्रै देख्छ यो दाउरेलाई सचिन मटन ब्रो आउँडे बाउँडे दाउँडे है रमाइलो नजिकको भाइलाई हेर्नु त ग्वाममै भित्र ग्वाममै सबै बाहिर देख्नु भएन ग्वाममै हो बार्बिक्युको हामी दोस्रो दिनमा छौँ र आजको मौसम भन्नुपर्दा टोटल्ली हावा चलिरहेछ र घाम लाग्ने छाँटकाट पनि त्यति राम्रोसँग देखिँदैन जस एकदम चिसो छ र बाहिर चिसो भएर त यता चिसोले हल्का माया पनि गरिरहेछ अनि त्यही हो धेरै पछि चाहिँ कारको सुताइको अनुभव पनि भयो नेपाल हुँदा चिसोतिर आएको यो जस आज चाहिँ गाडीभित्रको सुताइ भयो भने एकदम न्यानो भयो भनौँ न सिरकहरूको म्यानेज भएको थियो अनि म चाहिँ जस यो ठाउँमा सुतेको थिएँ अनि साथीहरू चाहिँ तल यो बार्बिक्यु मेरो चाहिँ टेन्टमा सुत्नु भएको छ साथीहरू के कसो भयो रातिको सुताइ गरेर म पुग्छु जस बेसरी हावा चलिरहेछ क्याम्पफायर डे 2 को मर्निङ सेसनमा चाहिँ अझै पनि अब हुन्छ नि घाम लाग्ने त्यति छाँटकाट त देखिँदैन जस न्यू एक्सपिरियन्स भयो आजको दिनमा चाहिँ अनि त्यही हो बार्बिक्यु गरेको चाहिँ टाइममा थियो एकान्त अनि रमाइलो भयो बार्बिक्यु गरेको ठाउँ यो हो भने हाम्रो 2-3वटा टेन्ट छ टेन्टभित्र चाहिँ साथीहरू सुत्नुभएको छ अनि त्यहाँ गएर साथीहरूको एक्सपिरियन्स कस्तो भएछ म बुझिएको छ यता जस खानपिन भएको ठाउँ चाहिँ यो थियो भने हाम्रो लागि सुत्नको लागि टेन्ट चाहिँ यता थियो एउटा साथीहरूको यो एक्सपिरियन्स कस्तो भयो बुझिहेरौँ न त भित्र जति न्यानो छ क्या बाहिर जति जाडो भयो पनि हेलो गुड मर्निङ मेजो गुड मर्निङ बडे गुड मर्निङ बजु गुड मर्निङ बार्बिक्यु क्याम्पफायरको हामी दोस्रो दिनको मर्निङ सेसनमा छौँ भित्र पनि यति धेरै न्यानो छ बाहिर हावाले जसरी हाने पनि भित्र चाहिँ यति धेरै न्यानो छ क्या यो ठाउँमा चाहिँ एक्सपिरियन्स भयो